कुवेतमा एकजना नेपाली महिलाले टिकटक लाइभमै आत्महत्या गरेकी छन्। यो घटना चाहिँ तपाईँको हिजोको अक्टोबर 28 को र उनले त्यसो किन गरिन्, उनको परिचय के थियो, सबै कुराको बारेमा चाहिँ विस्तृत भिडियो लिएर चाहिँ म आइसकेको छु। कृपया भिडियोलाई चाहिँ नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। र जति पनि कुराहरू मैले भन्न गइरहेको छु यो चाहिँ तपाईँले निरेम अपडेटको अफिसियल वेबसाइटमा पनि गएर हेर्न सक्नुहुनेछ है त। र सुरुमा कुरा गरौँ उनको परिचयको बारेमा। उनको नाम चाहिँ गङ्गामाया राई र घर चाहिँ तपाईँको मोरङमा थियो है। अनि चाहिँ 6 वर्षदेखि चाहिँ कुवेतमा घरमा काम गर्दै आएकी थिइन् र पछिल्लो वर्ष नै छुट्टीमा पनि नेपाल गएर आइसकेकी थिइन्। र उनको परिवारको कुरा गर्नु पर्दाखेरि चाहिँ उनको श्रीमान चाहिँ अहिले मलेसियामा काम गर्दै हुनुहुँदो रहेछ र त्यसै गरी चाहिँ उनको एकजना चाहिँ छोरा अनि 2 जना चाहिँ छोरी भएको कुराहरू अगाडि आएको छ। र यो मेन गरी चाहिँ आत्महत्या गर्नु पछाडिको कारण चाहिँ के देखिरहेको छ भन्दाखेरि चाहिँ तपाईँको उनको चाहिँ रोल्पा क्षेत्रको एकजना व्यक्तिसँग चाहिँ प्रेम सम्बन्ध रहेछ र प्रेम सम्बन्धमा चाहिँ तपाईँको 5 लाख बराबरको चाहिँ आर्थिक लेनदेन पनि भएको रहेछ होइन। अब बिस्तारै प्रेम सम्बन्धमा खटपट बढ्दै गइसकेपछि आर्थिक तनाव, मानसिक तनावले गर्दाखेरि चाहिँ उनलाई चाहिँ धेरै प्रेसर परेको रहेछ र अहिले चाहिँ सुरुवातीमा चाहिँ त्यही कारण हो कि भन्ने एउटा आकलन गरिएको छ र यही नै कारणले गर्दाखेरि गरेको भन्ने फिक्स कुरा चाहिँ बाहिर निक्लेको छैन। र यो जति पनि कुरा छन् यो सबै निरेम अपडेटले जानकारी गराएको कुरा हो र आत्महत्या पक्कै पनि कुनै कुराको चाहिँ समाधान होइन है। यदि तपाईँहरू चाहिँ मानसिक तनाव अनि आर्थिक तनावमा हुनुहुन्छ भने चाहिँ भनौँ अब तपाईँले चाहिँ कसरी चाहिँ त्यसबाट चाहिँ पार लाग्ने भन्ने विषयतिर सोच्नुपर्छ, न कि आत्महत्या गरेर। आत्महत्या गर्दाखेरि तपाईँ मात्रै नभएर चाहिँ तपाईँको सम्पूर्ण तपाईँसँग जोडिएका व्यक्तिहरूलाई नै असर पर्ने हुनाले चाहिँ कोही त्यस्तो सोचमा हुनुहुन्छ भने चाहिँ कृपया नगर्नु होला भन्न म चाहन्छु। थ्याङ्क यू सो मच। आजको भिडियो यही थियो। तपाईँहरूलाई कस्तो लाग्यो जानकारी सेयर गर्नु होला है त यो भिडियो तपाईँको साथीहरूलाई।